पोखरा हेम्जा सडक खण्ड होइन यो क्या मजा राम्रो बनाएको छ म्याग्दी होइन हेम्जा यस्तो बाटो हुनुपर्छ के सबै देश सबै जिल्लामा सबै ठाउँमा पूर्व पश्चिम राजमार्ग पनि छैन यतिको पोखरा 25 हेम्जा यस्तो दुईतिरको पहाड यस्तो छ र यस्तो मजा बाटो बनाएको छ यिनी एउटा दुईटा गाडी यिनी हेर्नु हाम्रा चेरापुन्जी अक्सिजन पनि यस्तो भन्जी हान्ने बेल्ट हुन्छ नि यताउता बाँधिदिने ट्याट खोलिहाल्नुपर्छ त्यो छ ठुलो छ पहाड पनि देख्दै कस्तो डर लाग्दो पहाड के बजार क्रस हुनुभयो कि त्यो घुम्ती लेखा ठाउँ क्रस भयो त्यो लान्द्रोको आउनु साउनु यहीँ रहेछ कहाँ रोक्ने हामी लुम्ली लेखा बोर्डमा ल आयो
कस्तो राम्रो भाउजू यहाँ हुनु त यही एकै ठाउँ के है यति बनाउनु के ल हेर है छोड्नु त खै यता आउनु देख्छु बाटो यता बागलुङ लाग्यो मालडुङ्गाबाट त्यो बाटो फेरि उता जान्छ ठ्याक्कै यो बाटो त कालीगण्डकी भनेको थिएँ नि मैले पुलमा फोटो खिचेको थिएँ नि हो त्यहाँ पुग्छ यो बाटो क्या राम्रो बागलुङ पञ्चबाट मन्दिरभित्रै जान सकिन्न होला अहिले आउँदाखेरि हामी आफ्नो तालमा हिँड्छौँ कालिका भगवती मन्दिर यहाँ पार्किङमा राख्छु गाडी बागलुङको बागलुङ कालिका होइन मुक्तिनाथ जाने रोड बेनी हुँदै हामी मुक्तिनाथतर्फ प्रस्थान गर्छौँ मुक्तिनाथतर्फ हामी प्रस्थान गर्दैछौँ हेरौँ अब कति घन्टा लाग्छ यहाँदेखि तीर्थधाम जाँदैछौँ हामी 84 धाम पुग्ने भइयो अहिलेसम्म लगभग अहिलेसम्म त कति धाम पुग्यो अब बाँकी रहेको मुक्तिनाथ धाम बाँकी छन् अब हामी त्यहाँ पुग्दैछौँ अनि आज 2 दिन भयो हिँडेको गाडीमा अझै 2-4 दिन त लाग्छ होला तिमी ढोका लागिहाल्छ हो नि के अरे राधा छ अहिले राधा कृष्ण राधे राधे नाम हो कि हिमालको नाम त पहाडको नाम
औसी लगाएको छ होइन मैले कुरा भइसक्यो क्या हाम्रो दाम यो हाइड्रो पावर होइन बेनीको हाइड्रो पावर जलविद्युत आयोजना ढोका खुलेको तिम्रो रंग सिउँदो भारी मृत्यु बनिदिन्छ छाया जम्बरी तिनीहरूलाई थाहा छैन त पेट्रोल सक्या त टोलेरलाई डिजल सक्या महिना भेट्या छैन भन्थे के गाइजहरू हामी अहिले मुक्तिनाथ जङ्सनको बाटो गइरहेका छौँ अब साँझ पनि पर्न लागिसक्यो अब ठाउँबाट झरेको झरना हो यति अग्लो छ कि पहाडको माथि टुप्पैबाट खसेको छ पानी ल हेर्नुहोस् कहाँबाट खसेको छ यो पानी ओहो यति माथिबाट आइरहेछ हेलो 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 काली गण्डकीको तिरै तिर ओहो हो बाटो कस्तो खतरा छ अहिलेसम्म कालीगण्डकी पुलमा बसेर हुन्छ यार आउनेको समय जाम्ला भनेर हामी यो माथि आइसक्यौँ यता यो कोप्रेभिरमा यस्तो बनाएर यहाँ गाडी तान्न पऱ्यो र यार उकालोमा कालीगण्डकी पुल भएको मान्छे अहिले आइपुग्छ यार ना यो पनि खतरा खालको कोप्रेभिर घोडे पानी जाने कता जोमसोम जाने यता भयो घोडे पानी जाने उता भयो गाई एकछिन झर खुट्टा तान यो काली गण्डकी नदी काली गण्डकीको यो हाइड्रो पावर बनाउँदैछ हाइड्रो पावर यहाँनिर सुरुङबाट पानी ल्याउने काली गण्डकी नदीमा जान काटेन यहाँसम्म ल्याएपछि यता राखौँला भने हो यहाँसम्म त्यहाँ गजब ठाउँ छ यार
गाडीको नाच सत्यानाश हुन्छ कि यसो हुँदैन नि। टायर त झुक्क हुन्छ हाम्रो गाडी नाचिन यहाँ नाच्छ नि यार यहाँ आउन कि गाडी केही गरी आउन किन यहीँबाट उभिन सक्दैन कि हो यो बाटो हजुर छैन हो छिटो सबै ओहो आएकै हो गाइस आज हामी गाडी जान नसकेर अब पैदल यात्रामा छौँ गाडी जानै सकेन ओहो 4 घन्टाको पैदल यात्रामा बल्ल हामी जाने ठाउँमा पुगिन्छ अरे अब 4 घन्टासम्म हिँड्ने कसरी हो गाह्रो छ गाइजहरु हाय गाइजहरु होय पैदल यात्रामा अब कसरी हो जानी गाह्रो छ टोलीहरु गाडी आउन नसकेर ल अब हिँड्दै 4 घन्टाको बाटो हिँड्दै अब कसरी हिँड्ने हो टोली थाहा छैन जानु बस्नु चार्जर खै चार्जर